सबै पानीले त फुल मरिदिएछ। यस्तो राम्रो थियो। हरियो भएको छ, कस्तो राम्रो भएको छ कि। यो चाहिँ कदमको बिरुवा टुसा पलाउँदैछ, जागेको छ। यो चाहिँ राम्रो भएको छ अनि जाग्दैछ। पाउलो पात झरेर पलाउँदैछ फेरि। अनि खोर्सानी पनि पलाउँदैछ, फल्छ होला वैशाखमा त। अनि यस्तो छ हो, कस्तो राम्रो छ त नि। फुलिरहेछ, हरियो भइरहेछ कि। यस्तो राम्रो फुलिरहेछ, हरियो देखाउने त। यस्तो राम्रो फुलेछ है यसपालि त। साह्रै राम्रो छ त। यति राम्रो फुलिरहेको छ। यो चाहिँ तल्लोपट्टि पनि चाहिँ टन्नै फुलिरहेछ। उतापट्टिको बरन्डामा पनि फुलेछ। एकदम राम्रो भइरहेछ। यो पनि जागेको छ कि। यो फेरि के हो पलाउँदैछ। यो चाहिँ साह्रै राम्रो हुँदो रहेछ है। यो चाहिँ एकदम ओरिजिनल डल्ले खोर्सानी हो। यो पाहाडदेखि लिएको एकदम राम्रो फुल्नु थालेछ। कोपिला रहेछ यहाँनिर चाहिँ फुल्नुलाई कोपिला लाउँदो रहेछ। यहाँ तल देखेछ कि छैन हो, तल हो मेरो कोपिला छ। मजाले फुलिरहेछ कि। माथि छतमा पनि छ, टमाटम छ। पिलेन पनि उडिरहेछ, गलङ्ग गुरुङ भइरहेछ। सेतो पनि छ, रातो पनि छ, पिङ्क कलर। यो रानी कलर। यहाँ त यो चाहिँ रानी कलर। यहाँपट्टि छिमेकीले घर बनाउँदैछन्। पानीले त यस्तो भएछ। यति राम्रो थियो, यस्तो राम्रो थियो, यति राम्रो थियो। कति राम्रो फुलिरहेछ नि। यस्तै छ। माथि चाहिँ खिचिनँ मैले, अल्छी लाग्यो।